गाइज आज हामी जाँदैछौँ कहाँ जाँदैछौँ? आज हामी स्वयम्भू जाँदैछौँ। हाम्रो फेरि स्वयम्भू जाने त स्वयम्भूको लागि भन्दा पनि लाफिङको लागि हो। मञ्जुश्रीमा गएर लाफिङ खानको लागि हो। सो त्यही भन्न आएकोमा चाहिँ अब हामी सानो सानो भ्लग बनाएर हाल्छौँ क्या। गाइस हामी बुढा नीलकण्ठबाट हामी गाडी चढ्यौँ। अब चाहिँ हामी जाँदैछौँ। हामी चाहिँ कलङ्कीको गाडी चढ्यौँ। अब स्वयम्भू कलङ्कीको हामी स्वयम्भू झर्छौँ अनि लाफिङ खान्छौँ। लाफिङको लागि मात्र म स्वयम्भू जानु लाग्यो। गाइस हामीले टिकट काट्यौँ है। टिकट काटेर मात्रै ट्राभल गर्नुपर्छ। त्यही त हामी टिकट काट्यौँ। कपाल चाहिँ उडिरहेछ। हामीलाई निन लाग्यो। अब सुत्ने कि झर्नीमा लाग्यो झर्नी भन्ने मात्र टेन्सन छ। सबैभन्दा धेरै मलाई निद लाग्यो जस्तो देखियो। सबैभन्दा धेरै मलाई निद लाग्यो जस्तो देखियो। भर्खर निद आइदिन्छ। नसुते गाइस, गुड नाइट। पिम्पल देखिरह। अझै हामी पुगेको छैनौँ, खोज्दैछौँ। देखिन्छ राम्री भने नराम्री भने यस्तै छौँ। लाग्यो लाफिङ तिमीलाई कस्तो लाग्यो? त्यो मिक्स त सही टेस्टी थियो है, तर मलाई झोल खासै झोल पनि मन पर्यो होइन। झोल चाहिँ मन पर्यो, झोलमा त खानै मिलेन के, त्यो मन परेन। किन मिलेन? टेस्टी थियो। झोल चाहिँ टेस्टी थियो, तर टेस्ट चाहिँ बबाल थियो है। बाहिर खाएको लाफिङ भन्दा त टेस्ट। मैले उसको खाएको छु क्या, बटुवाको। बटुवा हामीले त्यहाँ बसुन्धाहरू चौकी नि, त्यहाँबाट गएर भित्र ए होइन, त्यहाँको किमा मिठो हो। लाफिङ त खत्तम छ। अनि धरहराको खाएको छु। धरहराको नि 10मा 7 दिन मिल्ने छ। यो चाहिँ 10मा 8.5 दिन मिल्ने छ। गाइज हामीले त किनिदिइसक्यौँ। अब हामी जान्छौँ कि हामी फन पार्क जान्छौँ कि हामी घरमा जान्छौँ थाहा छैन। बाई। हाई गाइज। अब हामी खान्छौँ अनि जब बिना र म हुन्छौँ साथ तब आउँछ युनिको मजा। हाम्रो युएन बादाले लैदियो खायो। हाई भन्देऊ।
हात भाँचेको रहेछ क्या न गाइस हामी अब सुन्दराको गाडी चढ्यौँ तर के भयो भन्दाखेरि हामीलाई थाहै थिएन त गाडी लाग्छ भनेर बालाजुबाट जान्छ होला भनेर उता पारितिर बसेर त खलासीले पनि फर्कायो हामीले यहाँ पाइन्छ भनेर भन्यो भनेपछि अनि पाइन्छ होला भनेर बसिरहेको थियौँ उता पाइन्छ त्यहाँ हेर्नु ल मैले हजुरलाई देखाउँछु भन्दै देखायो हामीलाई नि हामी आएर बस्यौँ हालत खराब भयो गाइज यिनी 10-12 चोटि आइनु होला काठमाडौँ बट बसन्तपुर नै गएन अरे अब मैले केही भन्न सकिनँ त्यही भएर म यिनलाई बसन्तपुर लाँदैछु कस्तो हो मीठा हो अब टाउको दिन जान्छ हुन्छ गाइस हम खाएंगे ये हो कि वो हाल्नु लप्सी त्यहाँबाट निस्केर अब यता अब चाहिँ बाटोमा अब हाम्रो म्याचिङ कप्स देखाऊ न तिमीले देखाउ न म्याचिङ कप्स अब यसमा हामी पानी खान्छौँ यत्रो धेरै 180 है गाइस ज्याक डिपार्टमेन्ट स्टोर आउँदा हुन्छ जमलमा गाइस आज यिनले एकदम धेरै सपिङ गरेकी छिन् हामीले 600 मा 750 मा जाडो त मलाई मात्र हुँदिरहेछ नि साँच्चै राम्रो राम्रो कपडाहरू किन्यौँ किनभने तिमी उहाँबाट आएको भएर मात्र हो कि तिम्रो जाडो भएको यहीँ बसिरहेको भए तिमीलाई हुन्थेन कि यतिको त नर्मल जस्तो हो यो त के जाडै होइन अहिले जाडै होइन क्या यो नभए म यहाँ मफलर नलाइकन त हिँड्नै सक्दिनँ त्यति देखिँदैन अब हामी कपडा देखाउन पर्छ यति धेरै कपडा यहाँ 3-4वटा कपडा एउटा कपडा ब्यागमा त्यसपछि कप छ 2टा अनि त्यही हो हाम्रो आजको सपिङ ल बाई